हामीलाई शरीरमा चाहिने कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, अब मिनरल्स र भिटामिन हैन, यही खानेकुरा हो। अब कार्बोहाइड्रेट हामीले अब चामल, त्यसपछि पिठो हैन, मकै, कोदो, अनि गहुँको पिठो, त्यसपछि रोटी, भात, हामी भुजा जे भन्छौँ, यसमा चिउरा, ब्रेड, बिस्किट, यो भनेको कार्बोहाइड्रेट पर्याप्त हुने खानेकुरा। र प्रोटिन भनेको माछा, मासु, अन्डा, गेडागुडी, दाल, यो प्रोटिन बढी भएको खानेकुरा भयो। अनि त्यसपछि सागसब्जी र फलफुलमा भिटामिन हुन्छ र फाइबरहरू हुन्छ है। हामीले कल्पना एउटा गरौँ, एउटा थालमा हाम्रो खानेकुरा सागसब्जी, फलफुल एक भाग लगाउँ, भात, रोटी, ब्रेड, चिउरा जे हुन्छ त्यसलाई एउटा भाग लगाउँ। अब अर्को भागमा चाहिँ तपाईँ प्रोटिन, गेडागुडी, दाल राखौँ हैन। अब त्यसमा नर्मल मान्छे छ, कुनै रोग लागेको छैन भने तपाईँले 1 चम्चा घिउ हैन, 1 चम्चा बराबर चिज अथवा बटर, अहिले बजारमा पाइने खानेकुराको कुरा गरौँ। अब त्यो तपाईँले नुहाउने अथवा अर्को घिउ 1 चम्चा नर्मल मान्छेले अब राम्रोसित हिन्डुल हुने छ भने त्यो खान मिल्छ। अब एक्सर्साइजै नगरी एकदमै सिडेन्ट्री छ भने त्यो पनि कट अफ गर्नुपर्छ। अब यी खानेकुराहरू मिलाएर खायो भने हामी रोगबाट बच्न पनि सक्छौँ। अब त्यस्तै गरेर कुनै मान्छेलाई मुटुको हार्ट एट्याक भइ नै सकेको छ, रोग लागिसकेको छ भने यसमा हामीले प्रोटिनको मात्रालाई त्यही नै राखेर, फ्याटको मात्रा बन्द गरेर, घिउमा तारेर अब डिप फ्राई गरेर खाइन्छ भने त्यो द्याट इज अ पोइजन जस्तो हो। त्यो चाहिँ सुपर स्याचुरेटेड फ्याट हुन्छ। अब त्यस्तो खानेकुराहरू चाहिँ सकेसम्म हामीले खानु हुँदैन। नर्मल मान्छेले खानु हुँदैन र मुटुको रोग लागेको मान्छेले त झन् छुनै हुँदैन। त्यस्तो खानेकुरा चाहिँ नखाउँ।